चाहिँ नेपाल हो उतापट्टि चाहिँ टिबेट हो उतापट्टि टिबेट होइन टिबेट तिनीहरू चाहिँ नेपाली हेर्दैको हामी नेपाल जति चाहिँ सबै घुम्नेछौँ फाइनल्ली मुस्ताङको हामी यतातिर आएछौँ अब चाहिँ अलि लामो भिडियो हुन्छ यो तपाईँहरू हेर्दै जानुहोस् र दुख्छ भन्ने भिडियो यतापट्टिको चाहिँ नेपाल सरकारको एप्पल यिनीहरू नेपाल सरकार हुन्छ सबै अरूपट्टि चाहिँ चाइना अब नेपाल पनि राम्रै छ ल हेर्नुहोस् यस्तो राम्रो छ त अनि कसरी छिडेको रहेछ डाँडले काटेर बजार यही हो है तपाईँहरू एयरपोर्टमा प्लेनमा आउनुहुन्छ भने आउन सक्नुहुन्छ जोमसोमको बजार आयो हामी जोमसोमको बजारबाट चाइनातर्फ लाग्दैछौँ टिबेटतिर पैसा सैसा चाहियो भने त्यो निकाल्न पनि मिल्नेछ प्रभु ड्याङ छ पर्फु पनि देखिसकेँ मैले पर्फु थकाली किचन अब चाहिँ हामी बजार काटेर जाँदैछौँ पेट्रोल महँगो पर्छ होला है हिजो त त्यहाँ 120 रुपियाँ लिटर ल्याएको थियो 220 रुपियाँ ल यहाँबाट तपाईँहरूलाई प्लेन आएको भयो म प्लेन उडेको देखाउँथेँ पहिला प्लेन झरेर मान्छे मऱ्यो भने त्यो माथि हो त्यही डाँडामा ए आर्मी हो यहाँ ओहो आर्मी भयो त यहाँ पोस्टिङ गरेर लगायो भने खतरा हुँदैछ त
पाउँदैन फेरि आर्मी भएपछि। एप्पल एप्पल इतना एप्पल बड़का एप्पल ए फॉर एप्पल ए फॉर एप्पल बी फॉर बल इतना एप्पल बड़का एप्पल छोटका एप्पल सबै छ एप्पल एप्पल छ एप्पल त भुइँमै पनि एप्पल छ हो के हो एप्पल हुने ठाउँमा त भुइँमै पनि यो चाहिँ एप्पल भयो त्यो चाहिँ कुनै फुजी स्याउ यो चाहिँ फुजी भन्ने भयो यो चाहिँ के भन्छ है अनि त्यसपछि फुजी स्याउहरू फुजी स्याउ यस्तो छ कि यति छ कि स्याउ होइन खान मिले तपाईँहरू पनि आउन सक्नुहुन्छ ल अब बस्ने ठाउँ गेस्ट हाउस यतातिर हेलो ल साइकलको हायरको लागि यहाँ साइकल पनि राखेको छ है हामीले साइकलहरू छ साइकलहरू भर्खर उता छ बन्दैछ यताउता साइकलहरू पछाडि छ यहाँ चाहिँ अलिकति ग्यारेजहरू चाहिँ बनाउने ठाउँ साइकलहरू चाहिन्छ भने अनि तपाईँलाई खबर गर्नु मलाई सम्पर्क गर्नु होला है अनि हाम्रो आर्मी दिदीहरू पनि आउनुभएको छ आर्मीहरू लौरो बोकेर आएको छ आर्मीहरू अनि तपाईँहरूलाई अब यो चाहिँ क्याफे हो क्याफेबाट यसरी भित्र छिर्न सक्नुहुन्छ यतापट्टि चाहिँ रुम यतापट्टि रुम भयो एप्पल घारीमा म एप्पल घारीमा भने हामी मान्छु एप्पल घारी भयो एप्पलै एप्पल भयो सबै एप्पलमा बस्दै साइकल चलाउँदै खाँदै बस्न सक्नुहुन्छ एप्पल भोलि सालीको इङ्गेजमेन्ट र क्याफे भने सालीको इङ्गेजमेन्ट